जय मिसी सबैजनालाई। मेरो नाम स्यामुएल लोम्मी। तपाईहरुलाई फेरि पनि बाइबल ज्ञान सिरिजमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। र विशेष आजको यो एपिसोडमा बाइबल साँच्चै नै परमेश्वरको वचन हो भन्ने प्रमाणहरू के छ त भन्ने विषयमा लिएर तपाईहरुको माझमा आएको छु। र विशेष गरी आजको यो एपिसोडमा मैले यो विषयलाई लिएर कुरा गर्दै गर्दा हामीले चर्चा गरेको पहिलाको विषयहरू जस्तै बाइबल के हो, बाइबल कसरी लेखियो र बाइबल कसरी हामीले पायौं भन्ने यी विषयहरूको पनि सारांश आज यहाँ तपाईहरुको माझमा म चर्चा गर्नेछु। र यी भिडियोहरू तपाईहरुले हेर्नु भएको छैन भने तपाईले यी माथिको लिंकमा गएर तपाईले हेर्न सक्नुहुनेछ। बाइबल साच्चै परमेश्वरको वचन हो भन्ने कुनै प्रमाण छ? बाइबलले परमेश्वरको वचन हो भनी दाबी गर्छ भन्ने कुरामा कुनै शंकै छैन। यो कुरा हामी तिमोथीलाई पावलले लेखेको पत्रमा हामी पाउन सक्छौं। दोस्रो तिमोथी 3 को 15 देखि 17 सम्म म पढेर सुनाइदिनेछु। तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। बाइबल साँच्चै नै परमेश्वरको वचन हो भन्ने दुईवटा प्रमाणहरू छन्। इन्टरनल एभिडेन्स, आन्तरिक प्रमाणहरू, र एक्सटर्नल एभिडेन्स, बाहिरी प्रमाणहरू। इन्टरनल एभिडेन्स अर्थात् आन्तरिक प्रमाण भित्र चाहिँ पहिलो आन्तरिक स्थिरता र एकता, इन्टरनल कन्सिस्टेन्सी एन्ड युनिटी। बाइबलका 66 पुस्तकहरू 3 भाषामा लेखिएका, 1500 वर्षको अवधिमा 40 लेखकद्वारा लेखिएका र 3 महादेशबाट लेखिएका थिए। यद्यपि यी सबै फरक पुस्तकहरू भए तापनि तिनीहरूले दिने सन्देश एउटै छ। त्यो चाहिँ ख्रीष्ट केन्द्रित अर्थात् येशू ख्रीष्टद्वारा उद्धारको योजना। यस्तो एकता परमेश्वरद्वारा मात्र सम्भव छ। र दोस्रो चाहिँ फुलफिल प्रोफेसीज अर्थात् अगमबानीहरू पूरा भएको। बाइबलमा पुरानो नियममा येशू ख्रीष्टको बारेमा 300 भन्दा बढी अगमबानीहरू छन्। यी अगमबानीहरू येशूको जन्म, मृत्यु र पुनरुत्थानको बारेमा ठ्याक्कै अगमबानी गरेको हामी पाउँदछौँ। उदाहरणको लागि येशूको जन्म बेथलेहममा हुन्छ भन्ने कुरा हामी मिका 5 को 2 मा हामी पाउँछौँ। येशू ख्रीष्टको मृत्यु र दुःखको बारेमा हामी यशाया 53 मा हामी पाउँछौँ। यस्तो अरू विभिन्न अगमबानीहरू चाहिँ पूरा भएको हामी पाउँछौँ। र यस्तो अगमबानीहरूले चाहिँ परमेश्वर चाहिँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई यसले देखाउँदछ। बाइबलमा जति विस्तृत अगमबानीहरू छन् त्यस्ता अरू कुनै धार्मिक पुस्तकहरूमा हामी पाउँदैनौँ। र तेस्रो, बाइबल अधिकार सम्पन्न र परिवर्तन गर्ने शक्ति बाइबलमा छ, अर्थात् ट्रान्सफर्मेटिभ पावर एन्ड अथोरिटी। बाइबलमा जीवन परिवर्तन गर्ने र रूपान्तरण गर्ने अद्भुत शक्ति बाइबलमा छ। जस्तै लाखौं मानिसहरू लागु पदार्थ दुर्व्यसनी, समलिङ्गीहरू, अपराधीहरू बाइबलको सन्देशद्वारा रूपान्तरित भएको छ। घृणाले भरिएको व्यक्तिहरू प्रेममा परिणत भएको छ। बाइबलले सामाजिक कुराहरू जस्तै कानुन, शिक्षा, मानव अधिकार, नैतिकता र सभ्यताको विकासमा पनि अत्यन्तै महत्त्वपूर्ण र ठुलो प्रभाव पारेको छ। र अब बाइबल परमेश्वरको वचन हो भन्ने बाहिरी प्रमाण, एक्सटर्नल एभिडेन्स को हामी चर्चा गर्नेछौँ। पहिलो, ऐतिहासिकता र पुरातात्विक प्रमाण अर्थात् हिस्टोरिकल एक्युरेसी एन्ड आर्कियोलोजिकल एभिडेन्स। पुरातात्विक प्रमाणहरू र एक्स्ट्रा बिब्लिकल इतिहासकारहरू जस्तै जोसेफस, टासिटस, प्लानीहरूले येशूको मृत्यु, येशूको पुनरुत्थान र प्रारम्भिक इसाईहरूको वर्णनको बारेमा उनीहरूले साक्षी दिएका छन्। पुरातत्वले बाइबलको घटनाहरूलाई सत्य साबित गरेको छ। जस्तै डेड सी स्क्रॉल, हिजकियाको सुरुङ र बेथेस्दाको पोखरीहरू जस्ता पुरातात्विक प्रमाणहरूले बाइबलको ऐतिहासिकता र
सत्यतालाई पुष्टि गर्दछ। दोस्रो, म्यानुस्क्रिप्ट एभिडेन्स अर्थात् पाण्डुलिपिहरूको प्रमाण। नयाँ नियममा 5800 भन्दा बढी प्राचीन ग्रिक पाण्डुलिपिहरू उपलब्ध छन् र यस्ता प्रमाणहरूले बाइबलको सन्देश शुद्ध रूपमा आजसम्म आइपुगेको यसले पुष्टि गर्दछ। अर्को प्रमाण चाहिँ अविनाशिता अर्थात् इन्डिस्ट्रक्टिबिलिटी। इतिहासभरि बाइबललाई नष्ट गर्न विभिन्न सत्ताहरू जस्तै नेरो, डायक्लोसियनदेखि लिएर कम्युनिस्ट शासनहरूसम्म र आजको दिनसम्म हेर्ने हो भने यी नास्तिकवादहरूले अनेक प्रयास गरेको हामी पाउँछौँ। तर पनि बाइबल संसारकै सबैभन्दा धेरै प्रकाशित र पढिएको पुस्तकको रूपमा पाउँदछौँ। आलोचकहरूले बाइबललाई पौराणिक मान्दा पनि पुरातत्वले यसलाई ऐतिहासिकता र सान्दर्भिक भएको प्रमाणित गरेको हामी पाउँछौँ। र अन्तिम बाहिरी प्रमाण चाहिँ लेखकहरूको जीवनले दिएको गवाई। नयाँ नियमका लेखकहरू येशू ख्रिस्टको लागि मृत्युसम्म पनि उनीहरू जान तयार थिए र पहिलो कोरिन्थी 15:6 अनुसार सयौं मानिसहरू, सयौं चेलाहरूले चाहिँ येशूलाई पुनरुत्थानपछि उनीहरूले देखेको गवाई दिँदछ र पुनरुत्थान, येशूको पुनरुत्थानले ती चेलाहरूको जीवनमा यति ठुलो प्रभाव पार्यो कि डरमा लुकेका ती चेलाहरू पछि गएर परमेश्वरको सत्य सन्देश प्रचार गर्न र त्यसकै लागि मर्न र ज्यान दिन पनि पछि परेनन्। यी माथिका आन्तरिक र बाहिरी प्रमाणहरू हेर्दा हामी आत्मविश्वासका साथ भन्न सक्छौँ कि बाइबल साँच्चै परमेश्वरको वचन हो। बाइबलभित्र रहेको एकता, अगमबानीहरूको पूर्ति, जीवनमा ल्याउने रूपान्तरण, ऐतिहासिक सन्दर्भहरूको पुष्टि, पाण्डुलिपिहरूको विश्वसनीयता र यसको अविनाशिता, यी सबैले बाइबल साँचो र बाइबल सत्य रहेको कुरालाई चाहिँ यसले चाहिँ पुष्टि गर्दछ। जसरी मर्कुस 13:31 लेखिएको छ, स्वर्ग र पृथ्वी बिति जानेछ तर मेरा वचनहरू कहिले पनि बित्ने छैन। त्यसैले अन्त्यमा बाइबलले केवल व्यक्तिगत जीवनहरू मात्र रूपान्तरण र परिवर्तन गरेको छैन, तर बाइबलले समाज र संस्कृतिहरूलाई पनि अत्यन्त महत्त्वपूर्ण र गहिरो रूपमा यसले प्रभाव पारेको छ। र अन्तमा तपाईहरूले यी बाइबल ज्ञान सिरिजको सम्पूर्ण भिडियोहरू तपाईँले हेर्नु भइसकेपछि तपाईँहरूको प्रतिक्रिया र सुझावको म आशा गर्दछु। परमेश्वरले तपाईँहरूलाई आशीष दिनुभएको होस्। जय मसीह सबैजनालाई।